नमस्ते, म सिद्धार्थ फर्पिक इलेक्ट्रोनिक्सबाट आज मलाई एउटा कस्टमरले फोन गर्नुभएको थियो। उहाँको एउटा फ्रिजमा प्रब्लम आएको छ भनेर, सिंगल डोरको फ्रिज एलजीको छ भनेर। लेट्स सी त्यही गएर हेर्न जानेछौँ। सिंगल डोरको फ्रिज रहेछ एलजीको, खोलेर यसमा चाहिँ पुरै आइस जमेर बसिरहेको रहेछ। यो चाहिँ आइस भनेको चाहिँ एकदम प्रब्लम हो। यो चाहिँ हामी कति कस्टमरहरूले चाहिँ आइस जमिरहेको छ, यो चाहिँ केही प्रब्लम होइन भनेर भनिराख्नु भएको छ। यो चाहिँ गलत हो। यो चाहिँ कसरी प्रब्लम हुन्छ भने यो भित्र यो नब हुन्छ नि, यो घुमाउने नब देख्नु भएको छ है। यो हो, यो नब बिग्रेको कारणले गर्दा चाहिँ तपाईँको आइस धेरै हुन्छ। यो नबको काम चाहिँ के गर्छ भन्दाखेरि तपाईँको चाहिँ चिसो धेरै भयो, अब चाहिँ अफ गर्नु पर्यो भनेर चाहिँ यसले चाहिँ सङ्केत दिन्छ। अनि त्यो सङ्केतको हिसाबले चाहिँ फ्रिजको त्यो तल कम्प्रेसर हुन्छ, त्यो कम्प्रेसरलाई चाहिँ यसले डिरेक्सन दिन्छ कि अब यो चाहिँ धेरै फ्रिजमा आइस धेरै भयो, अब अफ गर्नुपर्छ भनेर यसले डिरेक्सन दिन्छ। त्यो डिरेक्सन चाहिँ यसले दिन सकेन, त्यसैले गर्दा यसमा चाहिँ धेरै बरफहरू जमेको छ। कम्प्रेसरलाई चाहिँ धेरै ढक्का पर्छ, किन भन्दाखेरि कम्प्रेसर चाहिँ कन्टिन्युटी चलिरहेको हुन्छ नि त। यो कन्टिन्युटी चलिरहेको कारणले गर्दा यसमा चाहिँ आइस धेरै जमेको हुन्छ। त्यति धेरै बरफहरू बनिरहेको हुन्छ नि होइन। यो बरफहरू बनिरहेको कति कस्टमरहरूले चाहिँ चक्कुले या कुनै धारिलो चिजहरूले चाहिँ फुटाल्न खोज्छ। यो चाहिँ एकदम गलत हो। यो फुटाल्दाखेरि भोलि यो पार पर्यो भने पनि यसमा यो चाहिँ धेरै खर्च पनि आउँछ। त्यसैले गर्दा यसको लागि चाहिँ हामीले चाहिँ सकिन्छ भने यो भित्रको बिचको भागमा यो थर्मोस्ट्याटको यो नबको बिच भागमा छ नि, यो हरियो हुन्छ। यो हरियोमा तपाईँले थिचेर पनि अफ गर्न सक्नुहुन्छ भने राखिराख्नु भएको छ, त्यो चाहिँ डाइरेक्ट निकालेर पनि हजुरहरूले पछि निकाल्न सक्नुहुन्छ। होइन अहिले तत्कालै चाहिन्छ तपाईँलाई कुनै सामानहरू जस्तै मासुहरू पनि अड्केर बसिरहेको हुन्छ नि, यो मासुहरू चाहिँ तत्काल निकाल्नु छ भने चाहिँ तपाईँले चाहिँ तातो पानी तताएर पनि मजाले हालेर पनि निकाल्न सक्नुहुनेछ।